यो चाहिँ हामी अहिले घोरेपानी जाने हिँडेको। घोरेपानी चाहिँ यता माथि पर्छ भनेर चाहिँ भन्दै हुनुहुन्छ यहाँ सोद्धाखेरि। यताको यो डाँडो चाहिँ अहिले छेक्यो, अघि चाहिँ प्रष्टै देखिरहेको थियो, अहिले छेक्यो। यो चाहिँ पुनहिल डाँडा। पुनहिल हामी यता पुग्ने चाहिँ भोलि यहीँ नै हो। यति मजाको सिन छ। अनि हामी चाहिँ एकछिन यहाँ रेस्ट गर्नलाई अहिले यो बन्थली रेस्टुरेन्टमा साथीहरू भित्र पुगिसक्नु भएको छ। म चाहिँ बिस्तारै जाँदैछु। यो हामी चाहिँ एकछिन विश्राम गर्नु बसेको यहाँ छ। यो धेरै तलबाट धेरै दूरी पार गरिसकेपछि बल्ल एउटा होटेल भेट्यो। कति राम्रो। हामीले त बिचमा केही खान पनि पाएनौँ। झन् झनै 2 घन्टाको यात्रापछि एउटा विश्राम गर्ने ठाउँ, तर अभूतपूर्व एकदम राम्रो। म साथीहरू छ भित्र, एकछिन साथीहरूलाई पनि भेटौँ। हेलो गाइज। साथीहरू ल बस्ती छ। साउनी नमस्ते। सन्चै हुनुहुन्छ? ल साथीहरू के सुरु भइसक्यो? ठिक ठिक। मेरो भाइ पनि राख्नु अलिकता। हाम्रो भाइ चाहिँ ह्याप्पी भाइ, जहिले पनि ह्याप्पी। बिसाउनु नजान्ने मान्छे। हामीसँग मसँग चाहिँ पहिलोचोटि होला, फर्स्ट टाइम हामी घुम्नु आएको। गुरु त हाम्रो फेभरेट गुरु। अब गुरुको अनिल भाइसँग मेरो फर्स्टचोटि है। फर्स्टचोटि गुरुसँग त कुरै नगरौँ। नरेन्द्र सरसँग सँगसँगै हो। पहिलोचोटि है यो पनि। दोस्रोचोटि हो ल ठिक। यता साउनी हुनुहुन्छ। यहाँ साउनी चाहिँ हामीलाई यहाँ लन्च बनाउँदै हुनुहुन्छ। चिकन थुक्पा मिक्स थुक्पा। अनि साउनी ल यो ठाउँको नाम के अरे? यो ठाउँको नाम उल्लेरी बनठाटी। उल्लेरी। यो हामी उता कहाँ जानु पर्यो? घोरेपानी पुनहिल जाँदाखेरि बिच बाटोमा छ। मजाको होटेल छ। साउनी पनि मजाको हुनुहुन्छ। साउनी अब उमेर 50 वर्ष भन्नुभएको जस्तो लाग्यो मलाई। 50 देखि होइन। यता हाम्रो लागि यहाँ बन्दैछ कि यो बन्दा। यो चाहिँ रातो च्याउ। यो रातो च्याउ हो। यो निउरो खुर्सानी भयो। त्यसो चिकन चाहिँ फ्राई भइसक्यो। गुड। ल डाँडा खिच्यो मैले। डाँडा यहाँ बाहिर यहाँबाट हेर्दा भ्यू नै यहाँ बस्दा त 10 वर्ष उमेर त्यत्तिकै बढी पाँच छ लाग्यो। फिस्टेल पनि देखिन्छ यहाँबाट? वाउ। यो कुनामा यो कुनाबाट। अनि तपाईँलाई एउटा कुरो सोध्छु, त्यसरी हामी आउँदाखेरि बिच बाटोमा कहीँ बस्ती देखिएन। तपाईँहरू यहाँ एउटा मात्रै घर मात्रै, कतिजना परिवार हुनुहुन्छ? हाम्रो 5 जना 6 जना छ। अहिले सबै यहीँ हुनुहुन्छ? कोही पोखरा, कोही यहीँ छ। यहाँ चाहिँ कतिजना हुनुहुन्छ? तपाईँहरू यहाँ यो ठाउँमा एउटा मात्रै घर जस्तो लाग्यो मलाई। यहाँ पोल्टिरन्छ 2-3 अरू पनि छ। भने यहाँ अब बस्ती सुरु हुन्छ? मुनि पनि 2-3 वटा होटेल छ। यता रेस्टुरेन्टहरू छ। यो उल्लेरी बनठाटी भन्नुको कारण के हो भने जङ्गलको बिचमा एउटा धर्मशालाकै ठाँटी। तपाईँहरूको पहिला बाजे बाबा आमा आउनु भयो मुक्तिनाथ दर्शन गर्न। इन्डियाबाट मुक्तिनाथ जाने बाटो यो पुरानो बाटो हो क्या। अनि यहाँ पहिलाको हाम्रो बाजेहरूले धर्म गर्नको लागि एउटा उस बनाइदिएको, पार्टी बनाइदिएको। अनि रात पर्दा अथवा भोक लाग्दा खाना पकाएर खाने ठाउँ बनाइदिएको जङ्गलको बिचमा। त्यही भएर बनठाटी। ठाउँको नाम पनि तपाईँहरूको बाजे बराजुकै अहिलेको होटेल रेस्टुरेन्ट धेरै छ। बस्न पाएछ, खान पाएछ। पहिला त आफै बोकेर ल्याउने, ओर्ने उठाउने, भाँडाकुँडादेखि लिएर सबै। अनि यहाँ आउने पोखराबाट, अनि जहाँ ठाँटी भेट्छ त्यही बस्ने, पकाउने, खाने, सुत्ने, अनि जाने, त्यस्तो चलन थियो पहिला हामी सानो हुँदा। ठिक ल धन्यवाद साउनी। ल साथीहरू इन्जोय भइरहेछ है। गुड। ल मैले बिट मारेँ यहाँबाट।